आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कमल गाउँपालिकाले नागरिकका लागि विशेष स्वास्थ्य उपचारमा थप सहुलियतको व्यवस्था गरेको छ। गाउँपालिकाले विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र काठमाडौँ मेडिकल कलेजसँग गरेको सम्झौता अनुसार कमल गाउँपालिकाकै स्थायी बासिन्दाले विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौता अनुसार नोबेल मेडिकल कलेजमा काठमाडौँ मेडिकल कलेजसँग गरेको सम्झौता अनुसार उपचार गराउँदा 20% सम्म, काठमाडौँ मेडिकल कलेजको सिनामङ्गल क्याम्पसमा 25% र दुवाकोट क्याम्पसमा 40% सम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी बिरामीको आर्थिक अवस्था मूल्याङ्कन गरी गाउँपालिका अध्यक्षको सिफारिसमा आवश्यकता अनुसार उपचार खर्चमा 100% छुट उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। सहुलियत लिन बिरामीले गाउँपालिका अन्तर्गतका अस्पतालबाट आवश्यक रेफरल तथा स्वास्थ्य संस्था वा सिफारिस पत्र लिनुपर्नेछ। नागरिकता वा ठेगाना खोल्ने परिचय समेत आवश्यक पर्नेछ। सम्झौता अनुसार केही विशेष उपचार, क्याबिन, इम्प्लान्ट, सर्जिकल सामग्री तथा औषधिजन्य खर्चमा भने छुट लागू नहुने जनाइएको छ। गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको पहल तथा नेतृत्वमा भएको यस सम्झौताले स्थानीय स्तरमा उपचार सम्भव नभएका बिरामीलाई विशेषज्ञ अस्पतालसम्म पहुँच पुर्याउनुका साथै आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा थप राहत पुग्ने अपेक्षा गरिएको छ।